नमस्कार दर्शकवृन्द, हामी अहिले नमस्कार। बुढासुब्बा मन्दिरमा आएका छौँ। यहाँ हुनुहुन्छ हाम्रा पुजारीज्यू। उहाँसँग हामी बुढासुब्बा मन्दिरको विषयमा केही कुराकानीहरू गर्दैछौँ। मेरो उहाँसँग प्रश्न छ, तपाईँको नाम परिचय ठेगाना पाउन। मेरो नाम चाहिँ ध्रुवबाले मगर, धरम 14 विजयपुर हो। म चाहिँ यहाँ बुढासुब्बा मन्दिरको पुजारी। तपाईँ कहिलेदेखि यस मन्दिरको पुजारी हुनुहुन्छ? तपाईँ कतिको पुजारी हुनुहुन्छ? हामी पुजारी भनेको तपाईँको धेरै छौँ। हामी पुर्खादेखि नै हाम्रो पुर्खाबाट नै गर्दै आएको। अब सबै हाम्रो दाजुभाइहरू गरेर अहिले 5 घर छौँ यहाँ हामी पुजारीहरू चाहिँ। 5 घरले अब सबैजनाले चलाइरहेको छौँ मन्दिरमा। सुनिन्छ तपाईँ 16औँ पुजारी हुनुहुन्छ भन्ने, यो कुरा सत्य हो? हजुर, अहिले म चाहिँ अब 16औँ पुस्तामा गएँ। यस मन्दिरमा मगर जातिबाट मात्र पुजारी हुनुको कारण के होला? यो चाहिँ कस्तो भन्नुहुन्छ भने, यो हाम्रो पुर्खाहरूबाट चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ सपनामा देखाएर म यस्तो ठाउँमा बसेको छु, मलाई यसरी पूजा गर्नु भनेको हुनाले हाम्रो पुर्खाहरूले भेटेर आएर यहाँ हेर्दाखेरि जुन मन्दिरमा जस्तो छ त्यस्तै हो अहिलेसम्म भइरहेछ। मन्दिरको अब उतापट्टि शिर यता घोडाहरू भनेको तिनीहरू पहिलेदेखि नै हो। अनि त्यसलाई नै अनि यसो खरको छाना हालेर बनाउँदै आउँदाखेरि अब त्यतिखेर भनेको अब कसैले अब नमान्ने, अब यहाँ त्यति बस्ती पनि नभएको, अनि त्यहाँदेखि अब भोग दिनुपर्ने। अब भोग दिने के दिने भन्दाखेरि कुखुरा। त्यही भएर आफूले कुखुराहरू पाल्दै सानो भाले पोथी चिनिने हुँदै पूजा गर्दै आउँदाखेरि अहिले चाहिँ यतिको भएको छ। बुढासुब्बा मन्दिरको स्थापना कहिले भएको होला? बुढासुब्बा मन्दिरको स्थापना भन्नुहुन्छ भने अब त्यही हो 800 वर्ष पुरानो हो। अब उहाँ चाहिँ कहाँबाट आयो भन्नुहुन्छ भने, उहाँ चाहिँ पश्चिमको उत्तरी भेगबाट सिकारी रूपमा शिकार खेल्दै आउँदाखेरि पूर्व पश्चिम उत्तर दक्षिण सबै खेलिसकेपछि यहाँ आएपछि चाहिँ उहाँले यसो गरेर अब म शिकार कति खेल्ने, अब चाहिँ म अन्तर्ध्यान हुन्छु भनेर उहाँ अन्तर्ध्यान हुनुभएको ठाउँ हो यहाँ। त्यही भएर आफू अन्तर्ध्यान हुने भएपछि आफूले खेलाको धनुषलाई के गर्ने भन्दाखेरि उहाँले 3 टुक्रा बनाएर गाडेको हुनाले यहाँ 3 जाङ बाँस छ नि, यो टुप्पा नभएको, यो चाहिँ उहाँले खेलाउनु भएको धनुषलाई चाहिँ 3 टुक्रा बनाएर गाडेको हुनाले यसको टुप्पा हुँदैन। अनि बुढासुब्बेनी गढी माताको चाहिँ विषयमा के थाहा छ यहाँलाई? जब दाई फर्केर नआएपछि, अब दाईलाई खोज्दै आउँदाखेरि अब यहाँ दाई भेटेपछि अब तँ एक्लै कहाँ जान्छस् त, अब मदेखि माथि बस भने, त्यही भएर माथि राखेको बहिनीलाई अलग्गै। त्यही भएर यहाँ दाजु बहिनीको मन्दिर हो। अनि यस मन्दिरको व्यवस्थापन कसले गरिरहेको छ? यहाँ समिति छ कि छैन? मन्दिरको आम्दानी र खर्चको हडिचाप कसले हेर्छ? यहाँ समिति छ। अब समितिले पनि अब गरिरहेछ। अब यहाँ भनेको मन्दिरको आयस्रोतहरू भनेको चाहिँ अब मन्दिरमै पूजापाठको लागि पनि चलाइन्छ र पुजारीहरूले पनि त्यसबाटै जीविका चलाइरहेको छ अहिलेसम्म। भनेपछि कतैबाट सहयोग छैन? सहयोगहरू भनेको अब अहिले अलिकति गर्दै गरेको भनेको यो पुरातत्व विभाग र अरू सहयोगी दाताहरूले पनि दिएर अलिअलि यहाँ राम्रै हुँदैछ अहिले। यहाँ मुख्य पुजारी सहायक पुजारीको व्यवस्था छ कि छैन? यहाँ मुख्य पुजारी भनेको अब डम्बरबहादुर आले हो। हजुर। अनि अब त्यहाँदेखि अब छोरा म परिहालेँ। अब मैले गर्दैछु मेन निम पूजा गर्ने भनेको। अनि अरूले पनि अब अरू पूजाहरू त अब जब निम पूजा गरिसकेपछि अरूले नि काटमार गर्ने। अब सबैजना अब दाजुभाइहरू नै सबैजना भेला भएर गर्छौँ। मङ्गलबार र शनिबार बाहेक यस मन्दिरमा श्रद्धालु भक्तजनहरूको भिडभाड कुन दिन हुने गर्दछ? अब यहाँ मेन मेलाहरू लाग्ने भनेको एउटा चण्डी पुर्णे हो, अनि एउटा नवमीमा हो। अनि नयाँ वर्षमा पनि मान्छेहरूले अब नयाँ साल भनेर सबै भगवान मान्न आउँछन्। यस मन्दिरलाई पुरातत्व विभागमा सूचीकृत गरिएको छ कि छैन? यो पुरातत्व विभागबाट चाहिँ हामीलाई अलिकति सहयोग मिलिरहेछ। उहाँहरूले अब यसो बेलामा यताउता बनाइदिइरहेछ। अरू भनेको चाहिँ अब त्यस्तै हो। अहिले उहाँहरूले हेरिरहेछ, अलिअलि केही मात्रामा सहयोग गरिरहनु भएको छ। सहयोग पुर्याइराख्नु भएको छ। अनि यो हाम्रो बुढासुब्बा मन्दिर धार्मिक पर्यटनको प्रचुर सम्बन्ध बोकेको छ। यस मन्दिरको विकासका लागि अपनाउनु पर्ने उपायहरू के छन् त? अझ यसमा के सुधार गर्नुपर्ने हुन्छ? अब सुधार गर्नुपर्ने त धेरै छ मन्दिरमा।
अब सबै अब धेरै छ यहाँ गर्नुपर्ने। अब यहाँ ढुङ्गाको उहरू हाल्नेहरू छ, अब थुप्रै छ यहाँ ढलाइहरू गर्नुपर्ने छ। अब त्यो भएदेखि कसैले गरिदिए सहयोगहरू गर्यो भने त्यसबाट पनि बन्छ यहाँ। श्रद्धालु भक्तजनहरू विशेष कुन प्रयोजन र उद्देश्य लिएर यस मन्दिरको दर्शन गर्न आउने गर्दछन्? उहाँहरूले जब उहाँहरूलाई अलिकति अप्ठ्यारोहरू केही परेको हुन्छ, उहाँहरूले अब सोच्छ आएर भाकल गर्छ। भाकल गरेर जब उहाँहरू जान्छ आफ्नो काम सक्सेस भएपछि फेरि भाकल बुझाउनु आउँछन् यहाँ। त्यही भएर चाहिँ भिड हुन्छ यहाँ। अनि यहाँनिर त मैले सानैदेखि देखिआएको सुनिआएको होइन, जोखाना हेर्ने चलन पनि छ। जोखाना त ठ्याक्ठ्याक्कै मिलेको पनि पाइन्छ। जोखाना यहाँ कुखुराको कलेजोबाट हेरिन्छ। अब त्यहाँ सबै कुरो देखिन्छ। अब उहाँहरूको अब के छ कस्तो छ आए वर्षभरिको सबै देखिने हो कि। घाउ चोट लाग्ने अब पुरानोहरू नयाँहरू सबै कुरो देखिन्छ। आफ्नो शिर ढलेको सबै देखिने हो। जोखानाबाट कलेजोबाट हेरिन्छ। त्यो कलेजोमा दागहरू अब सबै त्यहीँ देखेर अब हेरेर भन्ने हो। अन्तमा हाम्रा आदरणीय दर्शकवृन्दलाई केही सन्देश दिन वा आह्वान गर्न चाहनुहुन्छ कि? अब सबैजनाले आइदिनुहोस्। अब बुढासुवा मन्दिरमा आएर यसो हेरिदिनुहोस्। अब सबैजना आएदेखि नै राम्रो हो हामीलाई पनि। अब भगवान्को दर्शन गरिदिनुहोस्। बुढासुवा मन्दिर अब बुढाबाजे हो, खास चाहिँ भगवान् बुढाबाजे सिद्ध पुरुष हो। अब यो अलिकति सुब्बा भएर चाहिँ अलिकति बिग्रिया मात्रै छ। यो बिग्रिनु कारण पनि यो 2018 सालमा पूर्वाञ्चल मोटर सिन्डिकेटले एउटा बोर्ड ल्याएर त्यत्तिकै टाँसिदियो। त्यत्तिकै टाँसेपछि त्यो सुब्बा भयो। तर भगवान् अहिले पनि हामीले निम पूजा गर्दाखेरि चाहिँ बुढाबाजे सिद्ध पुरुष भनेर गर्छौँ। बुढाबाजे हजुर। यहाँलाई धेरै धन्यवाद। हस् धन्यवाद आदरणीय दर्शकवृन्दलाई पनि। हस्।